Hi everyone, welcome back to my YouTube channel. Oh my god, it feels so weird to say this after such a long time. Weird त नभनौं तर क्यामेराको अगाडि यसरी बोल्नु चाहिँ एकदम odd feel भएको. धेरै भयो है, it been almost a year and a half since I uploaded my last video in YouTube. I think अब यो 2026 मा चाहिँ म धेरै नसके पनि विकमा एउटा भिडियो चाहिँ पोस्ट गर्छु भनेर मैले सोचिरहेको छु. अब के हुन्छ थाहा छैन है, लाइफ जस्ट ह्यापन कि अब हेर्नु न कति छिटो टाइम गएको. अनि मैले अस्ति चाहिँ युट्युबमा मेरो भिडियोहरु स्क्रोल गर्दा चाहिँ है, अनि मेरो छोरीको के लियानाको सानोको भिडियोहरु देखे म चाहिँ कस्तो भएको के. अब इमोसनल त नभनौं तर जे होस् मोमेन्टहरु क्याप्चर भयो नि त्यो. अनि अहिले हेर्दाखेरि कस्तो आनन्द आउने के मेमोरिजहरु है. अब त्यो टाइम अहिले फर्केर आउन्न नि त. त्यही भएर मैले सोचेछु 2026 मा चाहिँ मैले चाहिँ मेरो छोरीसँगको जर्नी नथिङ फ्यान्सी, जस्ट सिम्पल के मेरो लाइफमा के हुँदैछ अनि पछि कस्तो हुन्छ त्यस्तोमा चाहिँ भिडियो अपलोड गर्छु होला. अब कस्तो अब अहिले त काम पनि गइरहेको छु म है. अनि बिइङ अ बिजी मम, अनि कामबाट आएर फेरि लियानुलाई हेर्नु पर्यो, फेरि लियानुलाई डे केयर जान्छ अहिले त. अनि फेरि कामबाट फर्केर उसलाई खुवाउनु पर्यो, हेर्नु पर्यो. अनि पछि त्यही भएर मलाई चाहिँ एकदम मोमेन्टहरु क्याप्चर गर्नु मन लाग्छ. तर अब मैले चाहिँ के भन्दापछि वान डे आई विल पोस्ट भनेर यति भयो, त्यो कहिले पनि पोस्टै गरेन के. यत्रो 1.5 वर्ष भइसक्यो. यति धेरै भिडियोहरु मेरो मोबाइलमा छ. अनि तर आई थिंक दैट डे इज फाइनली हियर. आजबाट चाहिँ मैले एटलिस्ट धेरै नसके पनि विकमा एउटा भिडियो चाहिँ अपलोड गर्छु होला. अनि के रे गर्नु पनि मन लाग्यो कि अब कस्तो अब हेर्नु न, अब पुरानो भिडियोहरु हेर्दाखेरि मलाई कस्तो खुसी लागेको कि सानो लियानु. अनि पछि अब यो जति वर्ष बढ्दै जान्छ, टाइम छिटो जान्छ. अनि पछि अनि के रे पछि फेरि त्यस्तै. अनि पछि त्यो भिडियोहरु हेर्दा पनि कति के आनन्द आउने कि यति सानो थियो है, यस्तो थियो है, यस्तो गरेको है भनेर. त्यही भएर अनि मलाई चाहिँ अब युट्युबमा फेरि एक्टिभ हुनु मन लाग्यो. अनि हेरिदिनु होला अब के कस्तो हुन्छ. रोक न, तिमीलाई रेडी गर्ने हो त. ल यहाँ वास योर ह्यान्ड गर्न आऊ त. न त्यो गर, राख त्यहाँ वास योर ह्यान्ड गर. ल यहाँ ल त्यो गर, चक्लेट राख उता एकछिन. वास योर ह्यान्ड गर. अर्को पनि वास योर ह्यान्ड गरे खै त अर्को दुईटा हात खै कस्तो गर्छ अरे. गर न खै. अर्को पनि गर न, यो पनि छिटो. ल चाहिँ नगर्ने ल, जाम्दैन ल. ल्याएर पनि हामी नाना लाउने त. ल होइन छिटो हिँड्नु के, ढिलो हुन्छ. अब ल एउटा मात्रै ल्याऊ के हो, त्यो मात्रै, त्यो राख, अर्को राख. ल हिँड ल, आऊ भित्र आऊ न, आऊ यताबाट कम. कस्तो राम्रो धनिया रहेछ भाइ. 200 कुन लगाउँ.
पर्यो। यो ल्याउनुलाई त 10 मिनेटमा सकिने काम ल्याउनुले गर्दाखेरि ठ्याक्कै 2 घन्टा लाग्छ। हेर्नु है कहाँ छ ल्याउनु। जान के छिटो हिँड आऊ चक्लेट खान चक्लेट खान आऊ गर्नु होला। म त छिटो झन् हेर्न तरकारी किनेर गएर खानासाना पकाएर एकछिन भनेको ल्याउनु त म गएँ ल ल्याउनु बाई बाई। ल्याउनु त लास्टै परेशान गर्छ भगवान्। ल म गएँ आउँछौ कि नै? ल म गएँ मामु गयो ल बाई बाई। ल गयो मामु गयो। ल्याउनुको फेभरेट ठाउँमा ल्याइदियो अब। त्यहाँ राख ऊ त्यहाँ राख न त ऊ त्यहाँ त्यहाँ। ल्याउनुलाई पुरा हुन्छ अब एक्साइटेड भएर कुन लगौँ हुन्छ। छिटो गर है छिटो अब 11 बजिसक्यो। यहाँ राख न यहाँ राख। त्यो त तिम्रो यहाँ हो त्यहाँ त्यो पनि धेरै त किन्दिन्न धेरै। उता अलि आँखा हेरेर गरे पो हुन्छ। त्यो राख भयो यति लिएर जाने अब। ल जाने यति लगेर जाने ल्याउनु। वाउ रे त्यो त नखाने त्यो त घरमा छ त। त्यो घरमा छ त ल्याउनु।はい。レジ袋もお願いします。あ、これは。कस्तो घाम लागेको मजाको। एकछिन यहाँ सिग्नल कुर्नु पर्यो। ल्याउनु अब गएर सुत है घरमा। मामु खाना पकाउँछ। ल्याना सुतेपछि यस्तो गरेर त घाम भयो यहाँ। कति राम्रो देख्यो त माथि निलो। अब एकछिन म चाहिँ 7-Eleven जानु पर्यो। एउटा आइस आफूलाई त्यो खानु पर्यो। अनि बल्ल खाएपछि हल्का दिमाग फ्रेस हुन्छ। अनि खाना पकाउनु पर्यो गएर। भन्दियो त्यो दिदीले उ गरिदिन्छ क्या। सामान निकाल्छु त मामुले। आऊ तिमी आफै झर न। आऊ यहाँ राख्छु है। आऊ हो आफै झरिदियो। आम्मा ल्याउनु झरेको देख्नुभयो। सामान यो लगेर गएको सजिलो हुन्छ कि। ल ल्याउनु। वाउ ल राख है भित्र गएर। यो सक्छौ यो लग्न ल्याउनु। यो पनि त्यो राखेर आऊ नि यो लिएर जाऊ। सक्छौ? मामुलाई यति गर त हेल्प। पहिला त्यो चक्लेट भित्र राख अनि यो लिएर आऊ। ओ माई गड लियानाले त यो पनि लिएर आएको रहेछ त। हे भगवान् यति धेरै। अब
लिउँ किन तिजेर म काम हुन सक्छु त तिमी उभो गर न त्यो कोक लिएर आऊ ल्यानु सबै खायो ला सबै खाएको के अरे गर त वाह वाह ल्यानु गरिदेऊ न राम साम 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 गरिदेऊ न राम चाम 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 राम चाम चाम गुरी 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 राम चाम चाम राम चाम चाम राम चाम चाम यति मात्रै आउँछ ल्यानुलाई अब ल्यानुलाई के आउँछ बेबी साकको जुजु ल बेबी साक जु 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 बेबी साक जु 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 मामा साक जु 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 अनि अलिअलि आउँछ नि मामुलाई पनि विल एन्ड द बस गो Will and the bus go round and round, round and round, round and round. के अरे मैले बिर्सेँ फेरि ओ माई गॉड ल्यानु फेरि फेरि ल है त 1 2 के रहेछ खै 1 के हो यो ल्यानु के हो यो होला यो त खानेकुरा होइन रहेछ त खै वाह सुन त त्यो खाने होइन रहेछ कहिले हो त के हो वाह वाह इ कोकोमे आमपानमा वाह के बाचा पनि ल्यानु छुटेथ्यो भर्खर उठेको नि छुटेर अल्छी भएको कोनिचिवा भन्नु न कोनिचिवा अबि कस्तो रिचाउँछ नि ल ल ल अब ल्यानुलाई खानु खुवाउनु पर्यो हैन là wow quá rồi đó nè lại ra nó liền như hai hai
से